च्यालेन्ज जित्न पनि गाह्रो छ। म त 1 मिनटमा खाइसक्छु जस्तो लाग्छ। पानी अब यो भिडियो बनाउनु धेरै गाह्रो छ। यस्तो पिरो सेउ गरेर खानुपर्छ। नखाउँ भने च्यालेन्ज पनि नजितिने। हारिसकेर हेर्नु न यहाँ यो अब हारे पनि केही छैन, खानु पर्यो। अब के गर्नु गाइस, पानी ल्याउनु पानी। कचौरो ब्लाउ हो क्या, कचौरो ब्लाउ होइन है गाइस, चढ्नै थियो हो। जित्यो गाइस। आज चाहिँ मैले करेन्ट चाउचाउ च्यालेन्ज लिएर आएको छु। सबैभन्दा बेस्ट आज चाहिँ कसले छिटो खान्छ त करेन्ट चाउचाउ। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला तपाईँहरूले। करेन्ट चाउचाउ आज कसले च्यालेन्ज जित्छ। मैले यहाँ करेन्ट चाउचाउ यहाँ तपाईँहरूलाई देखाउँदैछु। अब यो टन्नै छ, हेर्न सक्नुहुन्छ करेन्ट चाउचाउ। मसँग टन्नै छ। यहाँ यता अरू गाइजहरूसँग पनि छ टन्नै करेन्ट चाउचाउ। पिरो भयो भन्दै हुनुहुन्छ। अब म पनि अब टेस्ट गर्न थाल्दैछु कस्तो छ यो करेन्ट चाउचाउ भन्ने चाहिँ। कतिको पिरो छ त्यो चाहिँ म तपाईँहरूलाई बताउने नै छु, हेर्दै रहनु होला। गाइज अब मैले खाना सुरु गरेँ है त। पिरो रहेछ हत्तेरिका। त पिरो के खाइसक्नु त है। पिरो छ, लास्टै पिरो रहेछ। अब यस्तो पिरो रहेछ। अब यो होलीको पनि शुभकामना है गाइजहरूलाई। अब होली त लगभग चलि नै रहेछ त। आज चाहिँ मैले अब करेन्ट चाउचाउ खाइरहेको छु र यहाँ हुनुहुन्छ है 2जना बहिनीहरू। उनीहरू पनि अब च्यालेन्जमै छन्। सकभर उनीहरूले खाइसक्नु लागिसके, तर म पनि अब यहाँ मैले जित्छु जस्तो लाग्छ चाहिँ। हेरौँ मेरो चाहिँ यति छ है गाइज, हेर्नु न क्यामेराले अलिक खिचिरहेको छैन क्या हो। एक कचौरै छ कि गाइज। अब यो एक कचौरै छ होइन। जसरी भयो नि अब खाएर चाहिँ सक्छु। च्यालेन्जै छ नि भनौँ न। अब च्यालेन्ज त पुरा गर्नु पर्यो। बेलुकासम्म त खाएर सकिहाल्छु होला नि त। यहाँ अब दिउँसोदेखि खाना सुरु गरेको छु गाइज। पिरो पनि महापिरो हालेको रहेछ। खाने मुखलाई जुङ्गाले छेक्दैन गाइज। यो जुङ्गालाई चाहिँ यसरी साइड लगाउनुपर्छ गाइज। जुङ्गा के गरी छेक्न आयो भने साइड लगाउने हो। अनि यो यसरी खानुपर्छ गाइज। क्यामेरा यहाँ राखौँ। अब अलिकति अब यसरी खाइदिउँ नि त होइन गाइज। हेर्नु त अनि
तपाईँहरूले खाजा खानुभयो खानु भएन पिरो भयो पानी ल्याऊ न पानी ल्याऊ न पानी पनि कति ल्याएको च्यालेन्ज छ गाइज दुईजना खाइसक्नु लागिसक्यो यहाँ अब म एकदम हतार छ कि हेर्नु के गर्नु पिरो भन्दा नि अब यो च्यालेन्ज जित्यो भने चाहिँ के पुरस्कार भन्ने कुरो हुन्छ कि अब पिरो पनि केही पनि हालेको च्यालेन्ज जित्न पनि गाह्रो छ म त 1 मिनटमा खाइसक्छु जस्तो लाग्छ पानी पानी अब यो भिडियो बनाउनु धेरै गाह्रो छ यस्तो पिरो सेउ गरेर खानुपर्छ नखाउँ भने च्यालेन्ज पनि नजितिने हारिसकेर खाइदियो हेर्नु नि यहाँ यो अब हारे पनि केही छैन खानु पर्यो हो के गर्नु पानी थुप्रो खाइयो है गाइस पानी ल्याउनु पानी कचौरो ब्लाउ हो क्या कचौरो ब्लाउ होइन है गाइस चढ्नै थियो हो जित्यो गाइस जित्यो त अनि जित्यो होइन त भन्यो त भर्खर जितिरहेको छ जित्यो हेर्नु त यहाँ मुखै रातो भयो गाइस भतिजो त यहाँ अन्तिममा आएछ ऊ रुँदै रुँदै आएको त ल ल रोए पो आएछ ल ल आए गाइस अब अर्को च्यालेन्जमा भेटौँला अब अर्को च्यालेन्जमा चाहिँ अब भोलितिर फेरि खानुपर्ने हुनसक्छ अहिलेलाई चाहिँ पिरो भयो म अहिले भिडियोलाई यति नै गर्छु तपाईँहरूले अहिलेसम्म यस च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्न नबिर्सनु होला पिरो भएको छ साह्रै बाई